नमस्कार सम्पूर्ण मेरा दर्शकबिनहरुमा यति बेला भने हिमाचल प्रदेश शिमलादेखि म तपाईको खम्मु मल्ल मेरो युट्युब च्यानलबाट सम्पूर्ण मेरो दर्शकहरुलाई स्वागत गर्न चाहन्छु। यति बेला भने म हिमाचल प्रदेश शिमला रुडु मेला जाँदैछु। आज रुडु मेलामा को आउनुभयो 2026 को रुडु मेला धेरै दिनपछि आज आइयो। यो भन्दा पहिला मेला लागिसकेको थियो गाइस। रुडु मेलाको आसपास धेरै गर्मी छ। रुडु बजारमा पनि धेरै गर्मी छ गाइस, तपाईहरु देख्न सक्नुहुन्छ। यति बेला म रुडु बजारमै हिँड्दै छु, मेन बजारमै। अब रुडु मेलाको आसपास सुमौली जाँदै छु। रुडु मेलाको सुमौली हो, त्यहाँ जाँदै छु। ल पुगिसके म सुमौली, जहाँनिर तपाईहरुको मेला लाग्ने ठाउँ हो, त्यहाँ चाहिँ पुगिसके। हजुर को आउनु भएको छ ल भिडियोलाई लाइक गर्नु होला भन्न चाहन्छु। ल यति बेला भने म हिमाचलमा हजुर कहाँ हेर्दै हुन्छ भिडियोलाई लाइक शेयर कमेन्ट आओस्। म आज चाहिँ हजुरहरुलाई रुडु मेलाको पुरा बजार देखाउने छु, पुरा मेला देखाउने छु। ल भिडियोलाई लाइक शेयर कमेन्ट आओस्। ल हेर्नुस्, बस पनि लागिरहेको छ, लोकल बस स्ट्यान्डको लागि। यहाँ पार्क हो, यो बसहरु खडा गर्ने ठाउँ हो यो। यहाँबाट पार्क गरेर यहाँबाट सरसफाई गरेर बसहरुलाई चेकिङ गरेर तल पठाउँछ। लगाइस अब मेलाभित्र प्रवेश भयो। हजुरहरुलाई चाहिँ मेलाभित्रको प्रवेश हजुरलाई कस्तो लाग्यो? ल भिडियो जस्तो छ त्यस्तै कमेन्ट गर्नुहुनेछ भन्न चाहन्छु। म हजुरहरु कहाँदेखि हेर्दै हुनुहुन्छ, यति रुडु मेलामा हुनुहुन्छ भने आज म चाहिँ रुडु मेला आएको छु, हजुरहरुलाई देखाउन गइरहेको छु रुडु मेला। ल अब नास्ता टक्क भोक लाग्यो, अब नास्ता पनि खानु पर्यो। आफ्नै सिलेकै होटल हो यो, हाम्रो साथी हुनुहुन्छ, उहाँको होटलमा गएको छु म अहिले। नास्ता खाएर हामी पनि अब मेलाको तर्फ लाग्नु पर्यो। तपाईहरु देखाइसक्छु तपाईहरुलाई जति सक्नुहुन्छ। यो देख्नु तपाईहरु झुलाहरु, 3टा झुला छ यहाँनिर। तपाईहरु एउटा झुला छ अलि कम देखेको छ सायद। ल देख्यो, झुला पनि देखिसक्नु भयो। तपाईहरुलाई देखाउन गइरहेको छु उट, शहरबाट आएको उट, त्यो राजस्थानबाट उट ल्याएको छु। ल गाइस भिडियोमा लाइक शेयर कमेन्ट गर्नु होला। यति हजुरले कमेन्ट गर्नुभयो भने हजुरको कमेन्ट हेरेर म हजुरलाई रिप्लाई दिनेछु। यति भन्दै भिडियोबाट बिदा हुन चाहन्छु। मेरो चाहिँ युट्युब च्यानलबाट हजुरलाई सम्पूर्णलाई फेरि पनि नमस्कार भन्न चाहन्छु। ल यति भन्दै भिडियोबाट बिदा हुन्छु। फेरि मिलौँला नेक्स्ट भिडियोमा, हजुरले हेर्दै गर्नु होला।